आज चाहिँ हाम्रो 2083 वैशाख 3 गते बुधबार हैन बिहीबार नि बिहीबारका दिन चाहिँ हाम्रो यो घरको पहिलो छतको ढलान हुँदैछ। डन्डीहरू यसरी हामीले डबल डन्डी बिछ्याएका छौँ र ठुला डन्डी 5 का डन्डीहरूसँगको यो किसिमले गरेको छ। यता हाम्रो यहाँ तल झन्डै 0 हुने भएकाले यता 1 फिटका लागि भनेर हामीले त्यहाँ मिलाएर जमिन खरिद समेत गरेर पलतिर सिमाना धर्न दिनुभए पनि भयो, सजिलो भयो। यसरी अब यहाँ गरियो। यो उतापट्टि हाम्रो जग्गाको घर, यतापट्टि खुलाइको घर, यसरी यो स्थितिमा चाहिँ हामीले यहाँ गर्दैछौँ। यसरी डन्डीहरू बुनिएको छ। पछि यहाँ जग्गा घर पासहरूको कुराहरूमा पनि यो काम लाग्छ भनेर अलिकति हामी गर्दैछौँ। यहाँ तल कामहरू गर्दैछ। यसरी गिटी पनि थियो, यो बेलासीको गिटी हो। बालुवा पनि हामीले कुनै सम्झौता गरेका छौँ र पर यो मारुति 53 ग्रेड सिमेन्ट हो। मारुति 53 ग्रेड सिमेन्ट प्रयोग गरेको छ। यति बेलाको दाममा यो 940 रुपियाँ प्रति बोरा। यसरी चाहिँ पर्फेक्सनका साथ यो सुभाष दाइले ठेक्का लिएर बनाउँदै गरेको हो। पर्फेक्सनका साथ हामीले चाहिँ यसलाई गरेका छौँ र यस्तो छ अहिलेको सिनारियो। अहिले यो 2083 मा यस्तो छ। अब 2093 मा यहाँ घरै घर हुन्छन् होला भन्ने हाम्रो चाहिँ अब त्यस्तो विश्वास छ। यहाँ घरै घर हुन्छन् होला। यता माथि पनि घर बन्दैछ। यहाँ माथितिर हाम्रो चाहिँ भाइहरूको यता पारी पनि घरै बन्दैछ। त्यसरी घरै घरको स्थिति छ। अब यो 2093 मा के हुन्छ होइन हेरौँ। म चाहिँ यहाँ यसरी बोल्दैछु है। यसरी यहाँनिर बोल्दैछ। दाजुले भाइ बेटा डाक्टर दाइ हुन्छ। सुभाष दाइ चाहिँ मास्तिरको घरका लागि त्यहाँ त्यो बन्दै गरेको ठाउँमा चाहिँ यो पनि भोलिको ढलान भनेर त्यहाँ हुनुहुन्छ जस्तो छ। यसरी हाम्रो यस्तो कन्डिसन छ। यसरी हामीले विदाउट एनी मालदाजु पर हुनुहुन्छ। यसरी हामी चाहिँ यहाँ गर्दैछौँ। यो सन्त दाइको घर। अब यो हाम्रा चाहिँ छिमेकी अहिले भइसक्नु भएको हाम्रो किशोर दाइको घर भनौँ। यो यसरी चाहिँ उहाँले पनि अब छिमेकमा अप्ठ्यारै भयो भने लु नि त भनेर ल यहाँ अलिकतितिर यो 0 नबनाऊ न त भनेर सहमतिमा आएर अन्तिम आवरमा गरिदिनु भयो। धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। यो पारी हाम्रो बिजुली अफिस, यो पारी चाहिँ हाम्रो कन्काई सेकेन्डरी स्कुलै पर हो है। यो खोला गरुवा खोला यस्तो अवस्था छ। यो गरुवा खोला, यो गरुवा खोला यसरी आएको छ। यो गरुवा खोला भयो। यहाँ माथि यो गरुवा खोला र यसको दोभान छ। यो एउटा ढालापानी खोलाको हो। यो दोभान यो ढालापानीले गरुवालाई चाहिँ हिर्काउँछ र गरुवा उता जान्छ। त्यसले गर्दा यो सुरक्षितै छ। त्यहाँ तटबन्धन पनि छ, देख्न सक्नुहुन्छ। यसरी अब यो पुरै बस्तीको रूपमा चाहिँ विकास हुँदैछ। यो पुरा रूपमा यो नमस्ते चोक अहिले बस्तीको रूपमा चाहिँ विकास हुँदैछ। यसरी यो रहेछ। पर भनेको बन्दै गरेको सुवर्णजीको घर। भोलि पर्सिको ढलान। त्यो पर हाम्रो तारा दिदीहरूको भनेको हाम्रो भेनाहरूको चम्लगाई उहाँहरूको घर। यसरी यहाँ अर्को दङ्गाल भेनाले यहाँ बनाउँदै गरेको घर छ। अब अहिले फर्मेट आइसकेको छैन। यहाँनिर हाम्रो चाहिँ पेट्रोल पम्प यस्तो स्थिति छ है। यसरी यो हाम्रो सरहरूको घर, काफी सरहरूको घर। यो सन्तलाम दाइको घर। यो यहाँ हाम्रो तलतिर यहाँ घरै घर भयो, सबै घर भइसक्यो।